एभ्रिवान, आज चाहिँ मैले फिस बनाउन गइरहेको छु एयर फ्रायरमा हैन। मैले चाहिँ यसलाई अघि नै बिहानै म्यारिनेट गरेर फ्रिजमा राखिदिएको थिएँ। अहिले निकालेँ, एयर फ्रायरमा हालेँ। ओइल चाहिँ अलिकति मात्र हालेको छु, धेरै हालेको छैन। फेरि तेलमा तारेर खाने हाम्रो बानी भएको भएर यो यतिकै एयर फ्रायरमा मात्र हाल्दा चाहिँ मलाई मिठो लाग्दैन, त्यही भएर मैले थोरै तेल चाहिँ राखेको छु। 190 डिग्रीमा 190 डिग्रीमा पहिला 20 मिनट्स राख्छु, त्यसपछि अनि फेरि एकचोटि चेक गर्छु, अनि फेरि भएन भने फेरि हाल्छु। यति बाँकी छ। एयर फ्रायरको चाहिँ यतिको भयो। हुन त राम्रै भइरहेछ, त्यही पनि आधीलाई चाहिँ यसमा धेरै टाइम लाग्यो, त्यही भएर आधीलाई चाहिँ तेलमै फ्राई गरिदिएँ मैले। 20 मिनट्समा चाहिँ यतिको भएछ। अब फेरि एकछिन राख्छु। फ्राई गरेको माछा चाहिँ यो, एयर फ्रायरमा फ्राई गरेको माछा चाहिँ यो सेम भएछ, तर यही हो। यो चाहिँ फिस करी बन्दैछ, फिस करी।